तपाईहरु कसले प्यान कार्ड बनाउनु भयो? म चाहिँ प्यान कार्ड बनाउनको लागि आज जाँदैछु कर कार्यालयमा। अनि फेरि अहिले त अनलाइनबाटै हुन्छ, किन कर कार्यालय नै जानु पर्यो भन्ने सोच्नु भयो होला है। मैले चाहिँ अनलाइनबाट कति ट्राई गरेँ कि मोबाइलबाट गर्दा गर्दा भएन, त्यो फोटोहरू नै लिन मान्दैन, हुँदै भएन। अनि पछिबाट ग्याप गरेर हुन्छ कि भनेर 1-2 दिन छोडेर फेरि गरेँ, फेरि भएन। अनि त्यहाँको सर्भर नै ओभर हो कि भनेर पनि गरेँ कि फेरि हुँदै भएन। अनि ल केही सिप लागेन, अब त उहीँ कर कार्यालय नै गएर गर्नु पर्यो भनेर गएको। अनि महाराजगञ्जको कर कार्यालय भनेर देखाएको थियो। अनि हामी महाराजगञ्ज गएको, त्यहाँबाट महाराजगञ्जबाट कटेर पानी पोखरी हुँदै लाजिमपाट हुँदै कटिसक्यौँ। महाराजगञ्जको कर कार्यालय आउँदैन, बल्ल बल्ल कर कार्यालय आइपुग्यौँ। कर कार्यालय चाहिँ लाजिमपाटमा छ, महाराजगञ्ज चाहिँ किन भने होला। अनि यहाँबाट हामी फटाफट माथि जाँदैछौँ बुढाबुढी भएर। अनि माथि रहेछ कि फेरि अफिस चाहिँ। अन्त माथि पुगेर किन चाहिँ यसरी नभएको, हामी चाहिँ यहीँ बनाउन आएको भन्दाखेरि त अनलाइनबाटै बन्ने हो, अहिले त हामी फर्मसम केही दिन्न भन्नुभयो। अनि पछिबाट अनलाइनबाट त भएन भनेको। अनि त्यही साइडमा कम्प्युटर नै राख्दै रहेछ क्या, त्यहाँ जाने मान्छेहरूको लागि नि युज गर्नको लागि। अनि त्यहीँबाट हामी फर्म फिलअप गरिओरि सबै रेडी गऱ्यौँ। अनि प्रिन्ट आउट गर्न बाँकी थियो, बुढाबुढी पर्खिरहेको छु मैले। अनि ट्याक्कसँगले ठिक्क खाजा खाने टाइम भइसक्यो उहाँहरूको। अनि मैले प्रिन्ट आउट गरेर प्यान कार्ड पनि पाइसकेँ। मक्ख परेर हाँस्दै जाँदैछु क्या, कर तिर्नलाई पनि कति खुसी भएको है म। अनि मेरो हस्बेन्डको पनि पहिलाको त्यो बिग्रेको थियो, अनि एउटा प्रिन्ट आउट लिनुभयो। मैले चाहिँ फर्स्ट टाइम बनाएको है, अब सरकारलाई कर तिर्दा नि मक्ख परेर खुसी हुँदै आउने चाहिँ म मात्रै होला है। अचम्मै छ क्या, किन यति खुसी भएको होला म। अनलाइनबाट चाहिँ किन नबनेको रहेछ भने अहिले चाहिँ के अरे नागरिकता राखेर गर्नुपर्दो रहेछ। राष्ट्रिय परिचय पत्रबाट गर्दाखेरि चाहिँ प्रब्लम रहेछ। तपाईँहरूले पनि अनलाइनबाट ट्राई गरिराख्नु भएको छ नि, भएको छैन भने चाहिँ राष्ट्रिय परिचय पत्र नराखिकन आफ्नो नागरिकताको नम्बरहरू राखेर गर्नुहोस्, एकैछिनमा बन्दो रहेछ। हामीले चाहिँ यहीँनिर कम्प्युटर राखेर चाहिँ त्यहीबाट बनायौँ, अनि बनेर पनि घर फर्किसक्यौँ। बाई।